हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मेरो साथी इन्दुको बर्थडे भएर म चाहिँ होस्टेलमा बर्थडे सरप्राइज गर्न गएको। आमा नि त खुसीले हो कि डराएर को हो भन्दै थिइन्। अनि त उताको बहिनी पनि त्यस्तै गरिरहेको थिइन्। उनी उहाँ हाँस्दै थिइन्, म भने कामिरहेको थिएँ सरप्राइज दिने मान्छे। अनि त्यसपछि ह्याप्पी बर्थडे भने अनि त्यसपछि खुसी भने म त सोचेको थिएँ आउँदिनँ होला। बिरामी छेउ भन्दै थियो, रिसाएर बसेको थिएँ, फ्रेन्डसिप गर्नु नै हुँदैन भन्दै थिइन्। अनि त्यसपछि केक लगिदिएको थिएँ अनि कति राम्रो मलाई मनपर्ने कलर भन्दै थिएँ। अनि त्यसपछि हेऱ्यौँ रियाक्सन राम्रो भयो, मन पर्यो भन्दै थिएँ। अनि त्यसपछि केक काट्यौँ, त्यो उडायौँ। अनि त्यसपछि खाजाहरू खायौँ। होस्टेलमा त त्यस्तै हो, 3वटा भएर मस्त खाना खायौँ। त्यसपछि बर्थडे सक्यो इन्दुको। ह्याप्पी बर्थडे टु यु इन्दु, सधैँ हाँसी खुसी रहनु। बाई बाई गाइज। यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।